हेलो साथीहरू, आज मसँग मेरो ड्युटी जाउँ है त। मेरो ड्युटी रहेको चाहिँ आज 2 बजेदेखि 7 बजेसम्म। बाई बाई। मसँगै यो कुकुर पनि जहिले मलाई ड्युटी छोड्न गइरहेको हुन्छ, मेरै घरमा बस्छ। मैले 2 बजेको ड्युटी आफ्नो चेक इन गरिसकेपछि त्यसपछि हामी जान्छौँ ह्यान्डओभर लिन। ह्यान्डओभरमा हामीले पेसेन्टको बारेमा भनेर त्यसपछि के काम हामीले सक्यौँ, के काम हामीले ड्यु छ गरेर भनिसकेपछि एकछिन हामीले गफ पनि गऱ्यौँ, किनभने यसपछि त एक्लै ड्युटी हुन्छ वार्डमा। त्यही भएर साथीसँग भेट भइसकेपछि एकछिन त गफगाफ पनि गर्नु पर्यो। त्यसपछि आउँछ पालो पेपर वर्कको। अनि मैले पेपर वर्कमा चाहिँ सेन्ससमा सुरुमा आफ्नो नामहरू लेखेँ र बिहान एउटा युएससी गर्न बाँकी थियो, त्यसको लागि मैले दाइलाई चाहिँ युएससी गर्न लैजानु भनेर भने पेसेन्टलाई। त्यसपछि वार्डको सबै कामहरू बिस्तारै बिस्तारै गरेँ मैले। रेकर्डिङ रिपोर्टिङहरू सकाइसकेपछि चाहिँ जुन मेडिकेसनहरू गर्नुपर्ने थियो टाइमली, मैले त्यो मेडिकेसनहरू चाहिँ प्रोभाइड गरेँ। यस्तै यस्तै काम गर्दा गर्दा आज मेरो ड्युटी सकिएको छ र इभिनिङमा मैले साथीलाई ह्यान्डओभर दिएर 7:30 बजे मैले चेकआउट गरेर म अनि त्यसपछि घर आएँ। घर आइसकेपछि अब आँपको सिजनमा आँप त खानै पर्यो र मैले आँप काटेर रेडी गरेँ। त्यसपछि हामी बुढाबुढी अब खाना खान बस्यौँ। मैले चाहिँ आज खाना नखाएर आँप मात्र खान्छु भनेको थिएँ, किनभने मैले खाजामा आज मोमो खाएको थियो, त्यो पनि दार्जिलिङको भेज मोमो। मैले आँप खाँदै गर्दाखेरि बुढा एक्लै खाना खान मान्नु भएन। मैले खुलाको एक गाँस खाऊ न भनेपछि मैले पनि हुन्छ एक गाँस मात्र खान्छु ल भनेर मैले बुढाको हातबाटै एक गाँस खाना खाएँ। पछि मैले वर्षमा एकचोटि मात्र आउने सिजनको आँप फेरि इन्जोय गर्न थालेँ। मलाई त आँप एकदमै मनपर्छ। हजुरहरूलाई पनि कस्तो लाग्छ, कसलाई मनपर्छ पर्दैन प्लिज कमेन्ट गर्नु होला। थ्याङ्क यू, बाई बाई। र आजको मेरो दिन यसरी नै बित्यो। मेरो चाहिँ यो फर्स्ट ट्राई थियो। फेरि पनि भेटौँला, बाई बाई।